माता महाकालीको मन्दिर छ। यो सानोबाट चर्च मन्दिर छ। अनि यहाँ महाकालीको मन्दिर छ। यहाँबाट आश्रम गर्नुहुन्छ। टी गार्डन छ पुरा बस्ती छ पुरा। यता हामी आयौँ दिदीको घर त्यो हो जग्गा नेपाली बस्ती खोलाबारी। यहाँ धानको सिजनमा धानहरू पनि रोप्छ हो। यहाँ हेर्नु यता पनि अब रोड बन्दैछ दिदीको यता। यहाँ त साझा भए पनि त गणपति महाराज पनि आउनुहुन्छ प्रस्थान गर्नुहुन्छ। अनि 5 बजेपछि चाहिँ अलिकति सम्हालेर हिँड्नुपर्छ। त्यति राम्रो पूजापाठ गर्नुहुन्छ दिदीले। अनि यहाँ चाहिँ अवनी बहिनी बसिरहेछ। आज थर्सडे सबै सुतिरहेको थियो। दिदी पनि सुतिराख्नुको रहेछ। गुड मर्निङ दिदी, मेरी क्रिसमस।